आज चाहिँ म माड जाँदैछु होइन, सामान सक्यो क्या सबै। कोरियाको एक्सपेन्सेस भनेको धेरै छ, काम गर्नु र कमाइ हुनु भने फेरि केही होइन, तर काम नहुँदा चाहिँ लास्टै गाह्रो क्या कोरियामा बस्नु चाहिँ भनेको एकदमै गाह्रो हुन्छ। तपाईँहरूलाई म देखाउने छु कोरियाको माट होइन कस्तो हुँदो रहेछ, केही छैन क्या नेपालको जस्तै हो हुन चाहिँ, तर माल सामानको एकदम महँगाइ चाहिँ नि यस्तो छ नि यहाँ। 31 नम्बर छुटो नि बाल। यहाँको क्या बाटोमा हिँड्नु चाहिँ लास्टै रमाइलो हुने क्या, यस्तो चट्ट फुलेर फुलेको होइन, जहीँ गयो नि। तर मलाई चाहिँ प्रायः एउटै ठाउँ हिँडे जस्तो लाग्छ, तर ठाउँ चाहिँ डिफ्रेन्ट हुन्छ क्या। तर मलाई चाहिँ एउटै ठाउँ हिँडे जस्तो फिल हुन्छ क्या, मतलब जहाँ पनि क्लिन हुन्छ, रोडहरू सबै क्लिन छ क्या यहाँ। यस्तो फुलहरू ठाउँ ठाउँमा यो फुल चाहिँ अहिले अन्तुमा फेमस रहेछ होइन, तर यहाँ चाहिँ केही होइन क्या, यो फुल मलाई देखिरहेकै हो, मतलबै भएन यसको। आजको चाहिँ भनेको वेदर पनि लास्टै राम्रो छ क्या, वेदर पनि। अहिले चाहिँ म बसमा छु बाहिर होइन, बस पनि खाली रहेछ आज चाहिँ। अरू बेला चाहिँ यस्तो भेटिँदैन थियो हल्लापत्ता होइन, मान्छेहरू उभिएर नि हुन्छ। रोको त यसले, किन रोको त यसले? सो बाहिरको भ्यू चाहिँ यस्तो छ होइन, पुरै बाटोभरि फुलै फुल हुन्छ क्या, यस्तो रमाइलो हुन्छ नि ठाउँहरू भनेको। यो चाहिँ सिडनीको अपेरा हाउस भन्दा नि हुन्छ, तर होइन, यो कोरिया हो साथीहरू, नझुक्दिनुहोस्। यो बसले चाहिँ कहाँ कहाँ आइपुग्यो सबै भनिदिन्छ कि, ठाउँ ठाउँमा भनेको यो ठाउँको नाम यो हो भनेर भनिदिन्छ, त्यही भएर सजिलो चाहिँ हुन्छ। सो कोरिया भनेको चाहिँ होइन एउटा नेचरले भरिएको देश हो क्या। पहिला चाहिँ मलाई पनि लाग्थ्यो सहर होला भनेर, तर जहाँ गयो नि पाहाड रुख बिरुवा चाहिँ होइन, जुनै ठाउँमा गयो नि देख्नु चाहिँ पाइन्छ होइन, त्यो चाहिँ राम्रो छ जो यहाँ नेचर। चट्टा यहाँ एउटा गाडी कुदाउनु पाइन्छ, त्यसमा रमाइलो लाग्छ मलाई चाहिँ होइन। सो यो चाहिँ हाम्रो माट भयो। सो यहाँ चाहिँ होइन 990 वाला टमाटर, यो चाहिँ यहाँ चाहिँ मुला छ। यो मुला चाहिँ एउटालाई 390 रुपियाँ नेपाली, यहाँको 3980। फर्सी पनि रहेछ। कोरियामा चाहिँ भनेको चट्टा सब्जी किन्नलाई चाहिँ भनेको अरूतिर जाँदै नजाने, मासुतिर जाने हो, साग सब्जीमा लाग्दै लाग्नु हुँदैन हो, डुबिन्छ। सो यहाँ चाहिँ होइन ब्रोइलरको सुँगुरको जेको हुन्छ कि, मलाई चाहिँ ब्रोइलर मनपर्छ, बट यो चाहिँ ब्रोइलरको मासु भनेको यसलाई 1200 छ, मतलब नेपाली 1200, यहाँको 12,000। अनि यो चाहिँ भनेको यो चाहिँ छ 700 वाला, यो लान्छु म चाहिँ, किनभने हामी दुईजना छौँ नि त, दुईजनालाई धेर चाहिँदैन, बिग्रिन्छ क्या फेरि। यो चाहिँ अब माटमा भनेको डुल्नु पर्ने हुन्छ होइन, रमाइलो हो नि त, डुल्ने हो के छ र, डुल्ने हो जिन्दगीमा, डुल्नु भनेको एउटा रमाइलो हो। तर मैले खोजेको सामान नभेटेर डुलेको म। यहाँ भनेको चाहिँ यो फर्सीलाई चाहिँ 150 रहेछ। म चाहिँ यहाँ आलु नभेटेर भड्किरहेको छु होइन, कता छ त्यो? अस्ति त खै भेटिरहेको थिएँ, आज चाहिँ मैले भेटिनँ क्या, आलु नै अस्तिको ठाउँमा रहेछ। कहाँ छ अब यहाँ बदाम यति हुन्छ, बदाम छैन, दाम भने 390 अरे कि, अति यार महँगो। अब यो प्याज भनेको छैन यहाँ, दाम चाहिँ 3980 भनेको छ, 1 किलो पनि छैन कि, 1 पावा पनि हुँदैन मजाले। तर के गर्नु साथीहरू, सागपात सबै यस्तो छ, यो 4वटा हालेको छ 3000। म चाहिँ यहाँ झुक्केँ क्या, अहिले चाहिँ ठ्याक्कै झुक्केँ क्या, मतलब यो च्याउ थियो होइन, यसलाई चाहिँ अरू बेला 980 पर्थ्यो नि त, अनि अहिले नि रन चाहिँ त्यति नै रहेछ। तर मैले चाहिँ धेर देखेँ क्या, मतलब त्यहाँ लेखेको चाहिँ 2000 खोइ कति थियो, अनि सोधेको त्यहीँ लेखेको छ, हेर्न भन्छ यार, अनपढ सोच्छ यार यसले मलाई, ब्याचलर पढ्न कोरिया आइरहेको छ यार, यस्तो भन्छ यार। चाहिँ मैले आलु चाहिँ जति खोज्दा नि भेटिनँ होइन, मैले सोध्नु चाहिँ अब आलु कहाँ छ भनेर सोध्नु भने चाहिँ भनिदिन्छ यिनीहरूले, तर अब कहाँ छ भन्न आउँछ, आलुको नाम थाहा छैन क्या मलाई, गाह्रो छ। यहाँ चाहिँ भनेको होइन, यो कुहिएको केरालाई पनि 2000 छ क्या, कति अनि अलिक राम्रो लाँदाखेरि, यताको लाँदाखेरि चाहिँ 2900। सो फलफुल चाहिँ होइन कोरियामा खाने हो भने एकदमै धनी तपाईँ होइन, चट्टा भनेको 9090
9,900 अनि सबै यो लाइनमा भएको अङ्गुरहरू सबै 9,090। यो के भन्छ यसलाई, यसको नाम एभाकाडो, यसलाई पनि 9,900 छ। हेर त यो खरबुजा होइन, नेपालमा हुनु पनि यसलाई धेरै बढी 100-200 पर्थ्यो। 34,900 रुपियाँ। गाह्रो छ। यिनीहरूले आलु चाहिँ म आउँछु भनेर लुकाए जस्तो छ क्या, यत्रो मार्केट डोली छ क्या सब्जीको। छैन, आलु नै भेट्दिनँ म त। प्याज चाहिँ यहाँ रहेछ, प्याज पनि एकदमै खानु कि नखानु जस्तो छ साथीहरू। गाह्रो छ क्या अति। यहाँ दाम भनेको यसलाई 4,000 छ अनि त्यसलाई 2,000। म चाहिँ त्यहाँ आलु भेटेँ, बल्ल बल्ल आलु चाहिँ भेटेँ होइन, तर झन्डै चुना लाग्यो क्या मलाई चाहिँ। मतलब आलुलाई चाहिँ रहेछ क्या 500 खै कति ग्राम लिएर मैले चाहिँ अब सेलको आलु भनेर 4-5वटा हालेको थिएँ। भरे 11,000 निकालिदिइरहेको क्या बिलमा त। बाफ्रे, झन्डै ढाल्यो नि मलाई पक्लकै। लु लादिनँ भनेर हटाइदिएँ मैले त्यो चाहिँ। अब यति यहाँ धेरै सामान त छैन, अलिअलि सामान लिएर बिलिङ गर्न जाँदैछु। कति आउँदो रहेछ हेरौँ। गाह्रो छ नि। अहिले चाहिँ म बाटोमा हिँड्दैछु, तर यहाँ चाहिँ हाम्रो कमाइ छ। फेरि हाम्रो यो 7 भाइको कमाइ छ यहाँ होइन। चट्ट कगजको कति छ थाहा छैन, सबैको नाम लेखेर दिएको रहेछ। अब होस्टेल गएर खोल्नुपर्छ, किनभने अर्काको पैसा त खोल्ने कुरा भएन। अब मेरो थियो भने म खोल्थेँ, तर म होस्टेल गएर खोल्छु। तर धेरै दिन काम गरेको होइन, कसैको 1 दिनको छ, कसैको 2 दिनको छ। अब कति दिएको छ त्यो थाहा छैन मलाई पनि। म चाहिँ अहिले बाटो छेउमै छु होइन। यहाँ रेड लाइट छ क्या, मान्छे हिँड्नु नपाउने अरे। मतलब यस्तो हुन्छ, यहाँ पछाडि छ नि, यो पछाडि यहाँ रातो बलिया छ मान्छे हो, त्यो हुँदा चाहिँ मान्छे हिँड्नु पाउँदैन क्या यहाँबाट। अनि त्यो अहिले ग्रिन हुन्छ, ग्रिन भएपछि चाहिँ अगाडि जाने हो। अनि गाडीहरू सबै रोकिरहेछ यता पछाडि पनि रोकिरहेछ, उता उँभोतिर पनि रोकिरहेछ क्या। यो बलेपछि चाहिँ बलो क्या, त्यो मिच्नै मिल्दैन क्या यहाँको रुल भनेको नि। रुल भनेको एकदम कडा हुन्छ क्या। यो चाहिँ होइन कोरियाको भनेको मार्टहरूमा सबैभन्दा सस्तो। यहाँ चाहिँ भनेको नेपाली 500 भन्दा मुनिको सामानहरू पाइन्छ क्या। 250 भन्छ यसलाई। तर त्यस्तो धेरै सामानहरू हुँदैन यहाँ, सानोतिनो सामानहरू हुन्छ, तर एकदमै सस्तो हुन्छ कि। यहीँ मात्र हो सस्तो सामान पाइने भनेको। हल्का घरैसी सामानहरू, चलाउने ओर्ने भाँडाकुँडाहरू के पाइन्छ कि। यही हो सस्तो चाहिँ। यहाँ चाहिँ यस्तो हो क्या, फ्राई प्यानहरू छ। यसलाई चाहिँ भनेको नेपालमा हुनु भने यो एउटालाई लगभग 2-3 हजार पर्थ्यो क्या। यहाँ चाहिँ 5,000 पर्छ। बट कोरियन 5,000 हो, नेपाली 500 पर्छ क्या यहाँ। यो सामान चाहिँ यस्तो भाँडाकुँडाहरूको सामानहरू, यो चक्कुहरू सस्तो छ सट्टा होइन। यो चाहिँ हल्का सिटी हो भनौँ न, हामी बस्नेदेखि चाहिँ भनेको हल्का सिटी हो यो, जेचन सिटी हो होइन। चट्टा रमाइलो छ त्यो ठाउँ चाहिँ। अब चाहिँ भनेको हामी फर्किनुपर्ने हुन्छ, धेरै बेर पनि भइसक्यो हिँडेको। यो चाहिँ भाँडा बाँध्ने मसला हाल्ने हो। भाँडा बाँध्न चाहिँ म एकदम एक्सपर्ट मान्छे हो होइन। बट यहाँ भाँडा बाँध्ने काम पाइरहेको छुइनँ क्या मैले। खोज्न चाहिँ खोजिरहेको छु, तर भाँडा बाँध्ने काम पाएको छुइनँ। मैले एकचोटि भाँडा बाँध्न पाएँ भने यस्तो मारिदिन्छु नि यहाँको म होइन। कोरियनलाई चाहिँ म मकै पारिदिन्छु कि भाँडा बाँध्नु चाहिँ दियोस् न एकचोटि। धेरै पनि होइन, एउटा चान्स पाएँ भने होइन म गरिदिन्छु क्या। अहिले चाहिँ म होस्टेल फर्किसकेँ, होस्टेलको लिफ्टमा छु। अनि अघि चाहिँ भनेको त्यो बसतिर यसो चाहिँ मलाई त्यस्तो खिच्न मन लागेन कि। फेरि अब हुन्छ नि बसहरूमा त अब अरू पनि हुन्छ, अनि बा उनीहरूलाई समस्या हुन्छ भन्ने हुन्छ नि त। अब अरूको पर्मिसन बिना त्यसै खिचिदिनु त भएन नि त। त्यही भएर ठ्याक्क होस्टेल चाहिँ आइपुगेँ होइन। होस्टेलमा बरु रमाइलो छ। गलेँ क्या, तर म त्यति गर आउँदैन, गलिन्छ ल। आजलाई चाहिँ यति सकेँ होइन मैले।